नमस्ते साथीहरू, काठमाडौँ महानगरपालिकाले 11 र 12 क्लासको फ्री स्कलरसिपको पढ्नको लागि इन्ट्रान्स फारम खुलाइएको छ र यसमा हामीलाई सबैभन्दा सुरुमा बुझ्नुपर्ने कुरो के छ भने यसमा फारम भर्नको लागि हामीलाई 2082 साल असार 18 गते बुधबारदेखि लिएर 2082 साल असार 27 गते रातिको 11 बजेदेखि 11 बजे र 59 मिनटसम्ममा तपाईँले फारम भर्न पाउनुहुन्छ। र यो अनलाइन फारम गरिएको छ र यसमा हामीलाई केही डिटेलहरू सुरुमा दिएको छ जस अन्तर्गत तपाईँले यो हेर्न सक्नुहुन्छ। यो काठमाडौँ महानगरपालिकाभित्रको जति पनि इन्स्टिच्युटहरू छ, कलेजहरू छ जसले 11 र 12 क्लासको पढाइ सञ्चालन गरिरहेका छन्, तिनीहरूमा तपाईँले यो सिलेक्सन भएर जान पाउनुहुन्छ र तपाईँ साइन्स पढ्नको लागि म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन र ल तपाईँ यो 5 वटा अप्सनमा जुनसुकै फिल्डमा पनि पढ्न पाउन सक्नुहुन्छ। तर एउटा मात्र हामीलाई चुज गर्न मिल्छ। जस्तै साइन्स पढ्नुहुन्छ भने साइन्स चुज गर्नुपर्छ, अर्थात् एउटा मात्रै चुज गर्न पाउनुहुन्छ। म्यानेजमेन्ट पढ्न खोज्नुभएको हो भने म्यानेजमेन्ट चुज गर्न पाउनुहुन्छ, अर्थात् यो 5 वटाबाट एउटा अप्सन तपाईँ चुज गरेर अगाडि बढ्न पाउनुहुन्छ। र त्यस पछाडि हामीलाई अनलाइन फारमको बारेमा हामी कुरो गरिसकेका छौँ। 2082 साल असार 18 गतेदेखि इन्ट्रान्स फारम हामी भर्न सक्छौँ र यसको इन्ट्रान्स फारम भन्ने लास्ट डेट भनेको 2082 साल असार 27 गते रातिको 11 बजेर 59 मिनटसम्म हामी फारम भर्न सक्छौँ। अब यो फारम भरिसके पछाडि 2082 साल असार 30 गते एडमिट कार्ड दिइन्छ र परीक्षाको केन्द्र पछि हाम्रो प्रकाशित गरिनेछ र इक्जाम हाम्रो 2082 साल श्रावण 3 गते बिहान 8 बजेदेखि लिएर 10 बजेसम्ममा हाम्रो सञ्चालन हुन्छ र यसको आवेदन फारम भर्न हामीलाई कुनै पनि चार्ज लाग्दैन, यो फ्री छ। त्यही भएर हामी फ्रीमा यो फारम भर्न सक्छौँ। अब यसको सिलेबसको बारेमा कुरो गर्दाखेरि हेर्न सक्नुहुन्छ, यसको सिलेबस हामीले 10 क्लासकै बेसिसमा हामीलाई क्वेसनहरू सोधिन्छ जसमा अनिवार्य गणित, विज्ञान अथवा तपाईँ टेक्निकल पढ्नुभएको छ भने टेक्निकल सब्जेक्ट र अङ्ग्रेजी सब्जेक्टबाट क्वेसनहरू 30 वटा गरेर सोधिनेछ र सामान्य ज्ञानबाट 10 वटा गरेर टोटल 100 मार्क्सको क्वेसन सोधिन्छ र यसमा हामीलाई फ्री स्कलरसिपमा नाम निकाल्नको लागि टोटल 40 मार्क्स एटलिस्ट ल्याउनै पर्ने हुन्छ मिनिमम। र योभन्दा राम्रो आयो भने त तपाईँ कुन हिसाबले नाम निस्किन्छ कति ऱ्याङ्कमा त्यो हिसाबले हाम्रो सिलेक्सन हुने नै भयो, कुन कलेज चुज गर्नुहुन्छ, प्रायोरिटी पाउनुहुन्छ त्यसमा। त्यस पछाडि चाहिँ हाम्रो ओएमआर सिटमा हाम्रो इक्जाम हुन्छ, हाम्रो फिजिकल इक्जाम हुन्छ जुन सेन्टर तोकिन्छ त्यो सेन्टरमा गएर हामीलाई ओएमआर सिटमा हामीलाई फिल गर्नुपर्ने हुन्छ। 4 वटा अप्सन हुन्छ, कुन अप्सन टिक छ त्यसमा हामीलाई गोल घेरा लाउनु पर्नेलाई सिटलाई ओएमआर सिट भन्छ, त्यस्तो सिट दिइन्छ र त्यस्तो सिटमा हाम्रो एन्सर सिट भर्नुपर्ने हुन्छ र यसमा कुनै पनि नेगेटिभ मार्किङ गरिएको छैन र इक्जामिनेसनको टाइम भनेको 2 घन्टाको हाम्रो इक्जामिनेसन टाइम हुन्छ र त्यस पछाडि हामीलाई अर्को कुरो बुझ्नुपर्ने के कुरो छ भने यसमा फारम भर्नको लागि तपाईँहरू सामुदायिक र प्राइभेट दुइटै पढे पनि फारम भर्न पाउनुहुन्छ र अब यसमा हामीलाई फारम भर्नको लागि सबैभन्दा सुरुमा बुझ्नुपर्ने कुरो के छ, सरकारीबाट पढेर तपाईँ कसरी फारम भर्न सक्नुहुन्छ, कुन कुन अप्सन तपाईँले पाउनुहुन्छ सरकारी पढ्नुभएको छ भने। तपाईँ सरकारी पढ्नुभएको छ तर तपाईँ यो आदिवासी जनजाति, मधेसी, खस, आर्य, दलित, मुस्लिम, थारू, अपाङ्ग भएको व्यक्ति अथवा पिछडिएको क्षेत्रबाट हुनुहुन्छ अथवा शहीद बेपत्ता परिवारबाट बिलोङ्स गर्नुहुन्छ, त्यस्तो केसेसमा तपाईँ हुनुहुन्छ भने त्यो भनेको रिजर्भेसन हो र यस्तोमा तपाईँ बिलोङ्स गर्नुहुन्छ र सरकारीबाट पढ्नुभएको छ भने त्यस्तो केसेसमा तपाईँ जेनरल प्लस रिजर्भेसन चुज गर्न पाउनुहुन्छ। तर यो थरमा तपाईँ बिलोङ्स गर्नुहुन्न तर तपाईँ सरकारीबाट पढ्नुभएको छ, त्यस्तो केसेसमा तपाईँ जेनरल मात्रै जुन अप्सन हुन्छ नि त्यो चुज गर्न पाउनुहुन्छ। त्यस पछाडि तपाईँ सरकारीबाट पढ्नुभएको छ तर काठमाडौँको स्थायी बासिन्दा पनि हुनुहुन्छ, त्यस्तो केसमा तपाईँ जेनरल प्लस यो पर्मानेन्ट रेसिडेन्ट अफ काठमाडौँ मेट्रोपोलिटन सिटी सिलेक्ट गर्न पाउनुहुन्छ। र अर्को भनेको तपाईँ काठमाडौँको पनि स्थायी बासिन्दा हुनुहुन्छ, सरकारी पनि पढ्नुभएको छ र यो माथिको जुन सामुदायिक विद्यालयको अप्सन छ नि समुदाय त्यो रिजर्भेसनको जुन फिक्स थरहरू गरिएको छ नि कम्युनिटी, त्योबाट पनि बिलोङ्स गर्नुहुन्छ भने त्यस्तो केसमा तपाईँ यो थर्ड नम्बरको अप्सन पनि चुज गर्न पाउनुहुन्छ। र अर्को भनेको ल्यान्डफिल साइटको लागि जुन फिक्स गरिएको वाडाहरू छ त्यसको बारेमा हामी फेरि कुरो गर्छौँ मैले। त्योबाट बिलोङ्स गर्नुहुन्छ भने तपाईँ र सरकारीबाट पढ्नुभएको छ भने जेनरल प्लस ल्यान्डफिल साइट छान्नु सक्नुहुन्छ र त्यहाँबाट बिलोङ्स गर्नुहुन्छ, सरकारी पढ्नुभएको छ र रिजर्भेसनमा पनि तपाईँ बिलोङ्स गर्नुहुन्छ भने त्यस्तो केसमा यस्तो 3 वटा अप्सन भएको तपाईँ चुज गर्न पाउनुहुन्छ। सेकेन्ड हाम्रो छ तपाईँ संस्थागतबाट पढ्नुभएको छ, प्राइभेटबाट पढ्नुभएको छ, त्यस्तो केसमा के छ भने त प्राइभेटबाट पढ्नुभएको छ र छात्रवृत्तिमा पढ्नुभएको छ, फुल स्कलरसिपमा पढ्नुभएको छ भने त्यस्तो केसमा तपाईँ जेनरल क्याटेगोरी चुज गर्न पाउनुहुन्छ। अर्को छ हामीलाई तपाईँ प्राइभेटबाट पढ्नुभएको छ तर फुल स्कलरसिपमा पढ्नुभएको छैन, तपाईँ काठमाडौँ मेट्रोपोलिटनबाट बिलोङ्स गर्नुहुन्छ, त्यस्तो केसमा तपाईँ काठमाडौँ रेसिडेन्ट चुज गर्न पाउनुहुन्छ।
अर्को हामीलाई छ ल्यान्डफिल साइट। अब यसमा हामीलाई प्राइभेटबाट पढ्नुभएको छ तर फुल स्कलरसिपमै पढ्नुभएको छैन, त्यस्तो केसमा तपाईँ ल्यान्डफिल साइट चुज गर्न पाउन सक्नुहुन्छ। अब यो ल्यान्डफिल साइटमा कुन कुन एरिया पर्छ त्यसको बारेमा हामी कुरो गर्छौँ अहिले। अर्को रहेको छ हाम्रो जेनरल प्लस पर्मानेन्ट रेसिडेन्ट अफ काठमाडौँ। यसमा कसले चुज गर्न पाउनुहुन्छ भने तपाईँ काठमाडौँको थाहा बासिन्दा हुनुहुन्छ, साथसाथै तपाईँ फुल स्कलरसिपमा पढ्नुभएको छ, प्राइभेटमै पढ्नु भएको छ तर तपाईँ प्राइभेटमै राम्रो ऱ्याङ्क आउँछ, अगाडिको ऱ्याङ्क आउँछ भने त पैसा लाग्दैन, त्यस्तो केसमा तपाईँ फ्रीमै पढ्नु भएको छ र काठमाडौँको पनि बासिन्दा हुनुहुन्छ भने त्यस्तो केसमा तपाईँले जेनरल प्लस पर्मानेन्ट रेसिडेन्ट अफ काठमाडौँ मेट्रोपोलिटन सिटी तपाईँ चुज गर्न पाउनुहुन्छ। त्यसपछि अर्को अप्सन भनेको ल्यान्डफिल साइट प्लस जेनरल छ। यसमा तपाईँ ल्यान्डफिल साइट जहाँ छ त्यसको लोक्यालिटिजको तपाईँ स्टुडेन्ट हुनुहुन्छ र तपाईँ अब काठमाडौँ प्राइभेटमा फ्रीमै पढ्नु भएको छ, त्यस्तो केसमा त यो अप्सन चुज गर्न पाउनुहुन्छ र यति हामीसँग अप्सनहरू थियो। अब यसको लागि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ ल्यान्डफिल साइटबाट प्रत्यक्ष प्रभावित क्षेत्रमा नुवाकोट जिल्लाको कक्नी गाउँपालिकाबाट तपाईँ हुनुहुन्छ र त्यसमा वाडा नम्बर 1, 2, 3बाट बिलोङ्स गर्नुहुन्छ भने तपाईँ ल्यान्डफिल साइटको अनलाइन फारममा त्यहाँ अप्सन चुज गर्न पाउनुहुन्छ। र अर्को भनेको हामीले धादिङ जिल्लाको धुनीबेसी नगरपालिकाको वाडा नम्बर 1, 2, 4को थाहा बासिन्दा हुनुहुन्छ भने त्यस्तो केसमा तपाईँ त्यो पनि चुज गर्न पाउनुहुन्छ। र अर्को हामीलाई यसको मिनिमम क्वालिफिकेसन के हो भने 2081 सालको एसई परीक्षामा तपाईँलाई पास भएको हुनुपर्छ। योभन्दा अर्को सालको तपाईँ हुनुहुन्छ भने त्यस्तो केसमा पाउनुहुन्न, तपाईँले रेगुलर स्टुडेन्टै हुनुपर्ने हुन्छ। त्यसपछि अर्को हामीलाई अप्सन छ नेपालभरको सामुदायिक विद्यालयबाट अध्ययन गरेको हुनुपर्छ, एसई दिएको हुनुपर्छ, अथवा काठमाडौँ महानगरपालिकाको थाहा बासिन्दा हुनुपर्छ, अथवा तपाईँ यो ल्यान्डफिल साइटबाट प्रभावित भएको हुनुपर्छ, वा तपाईँ नेपालभरको कुनै पनि कलेजबाट प्राइभेट कलेजबाट कक्षा 10सम्म फ्रीमै पढ्नु भएको छ भने यो मध्ये तपाईँको एउटा यो 81 सालको परीक्षामा सहभागी हुनुपर्ने भयो र अर्को यो 3-4वटा अप्सन मध्ये तपाईँको एउटा जुनसुकै अप्सन भए पनि तपाईँ यसमा फारम भर्न पाउनुहुन्छ भन्नाले 2टा अप्सन भयो। सुरुमा 81 सालको यो एसईमा इन्भल्भ भएको हुनुपर्छ र तपाईँ सरकारी पढ्नुहोस् या बोर्डिङ पढ्नुहोस् या अथवा तपाईँ यो ल्यान्डफिल साइटबाट बिलोङ्स गर्नुहोस्, काठमाडौँको थाहा बासिन्दा हुनुहुन्छ, त्यो मध्ये जुनसुकै एउटा रिक्वायरमेन्ट पुगाएको हुनुहुन्छ भने तपाईँ फ्रीमै यसमा फारम भर्न पाउनुहुन्छ। अब यसमा अनलाइन फारम भर्नको लागि हामीलाई चाहिने डकुमेन्टमा एसईको एउटा हामीलाई यो प्रवेश पत्र भयो, त्यसपछि पासपोर्ट साइजको फोटो भयो, तपाईँको एज पुगिसकेको छ, नागरिकता बनाउनु भएको छ भने नागरिकताको फोटो चाहिन्छ अथवा जन्मदाताको फोटो चाहिन्छ। त्यसपछि एसईको क्यारेक्टर सर्टिफिकेट छैन भने ट्रान्सफर सर्टिफिकेट अथवा छात्रवृत्तिको लागि विद्यालयको सिफारिस, यो 3वटा मध्ये तपाईँलाई जुनसुकै भए पनि हुन्छ र सबै छ भने तपाईँ सबै अपलोड गर्न पाउनुहुन्छ। त्यस पछाडि हामीलाई अर्को छ सामुदायिक विद्यालयबाट तपाईँ पढ्नुभएको छ भने यो अहिले हामी फोरम देखाउँछौँ, त्यो फारम भरेर ल्याउनु पर्ने हुन्छ र त्यो फारम हामीलाई सब्मिट गर्नुपर्ने हुन्छ। त्यसपछि अर्को हामीलाई प्राइभेटबाट पढ्नुभएको छ भने पनि त्यसको लागि फारम छ, त्यो पनि फारम भर्नुपर्ने हुन्छ। र अर्को हामीलाई समावेशीबाट बिलोङ्स गर्नुहुन्छ र समावेशीको क्याटेगोरीमा पनि अप्लाई गर्नुहुन्छ भने त्यसको डकुमेन्ट पेस गर्नुपर्ने हुन्छ। त्यो डकुमेन्टहरू पेस गरिसके पछाडि हामीलाई अनलाइन फारम भर्नुपर्ने हुन्छ र अनलाइन फारम भरिसके पछाडि त्यसपछि हाम्रो फर्दर एडमिट कार्डहरू आउने, इक्जाम कन्डक्ट गराउने कुरोहरू फर्दर हुन्छ। त्यसपछि तपाईँले यो सामुदायिक विद्यालय पढ्नुभएको छ भने यो फारम बुझाएर सब्मिट गर्नुपर्ने हुन्छ, यसमा सबै डिटेलहरू भर्नुपर्ने हुन्छ। त्यसपछि स्टुडेन्टको यहाँ डिटेल भर्ने र त्यसपछि तपाईँ जुन एसई दिनुभएको छ त्यो एसई दिएको स्कुलको सबै डिटेलहरू यहाँ भर्नुपर्ने हुन्छ र प्रिन्सिपलको सिग्नेचर गराउनुपर्ने हुन्छ। र त्यसपछि गएर यो डिटेल भइसके पछाडि तपाईँ स्थानीय तहमा तपाईँको स्कुल कुन गाउँपालिकामा छ अथवा नगरपालिकामा छ त्यो नगरपालिकाको हेड अफिस जाने, वार्ड अफिसमा होइन, हेड अफिस जानुहुन्छ भने त्यहाँ तपाईँ शिक्षा तहमा शिक्षा प्रमुखसँग भेट्न पाउनुहुन्छ र शिक्षा प्रमुखको यहाँ डिटेलहरू भर्नुपर्ने हुन्छ। यो सबै डिटेल भरिसके पछाडि हामीलाई अनलाइन फारम भन्ने बेलामा अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि हामीलाई अर्को फारम छ प्राइभेट स्कुलको लागि। प्राइभेट स्कुलबाट तपाईँ पढ्नुभएको छ र प्राइभेट स्कुलबाट तपाईँ फ्री स्कलरसिपमा पढ्नुभएको छ, पे गर्नु भएको छैन, त्यस्तो केसमा यो फारम भर्नुपर्ने हुन्छ र यसमा प्रिन्सिपलहरूको र स्कुलको सबै डिटेलहरू यहाँ राखेर सिग्नेचर गराएर अनलाइन हामीले अपलोड गर्नुपर्ने हुन्छ। यो 2टै फारम तपाईँ तर डिस्क्रिप्सनमा राखिरहेको छ, त्यहाँबाट डाउनलोड गरेर तपाईँ फारम भरेर ल्याउन सक्नुहुन्छ। त्यसपछि यसमा अनलाइन फारम भर्नको लागि गुगल क्रोम ओपन गर्नु होला र त्यसपछि काठमाडौँ मेट्रो
पोलिटिन सिटी स्कलरसिप भनेर सर्च गर्नुहुन्छ र त्यसपछि तपाईँ सुरुमै काठमाडौँ महानगरपालिकाको यो फारमको अप्सन पाउनुहुन्छ। यसमा क्लिक गर्नुहुन्छ भने त्यसपछि हेर्न सक्नुहुन्छ यो फारम ओपन भयो र यसमा तपाईँले सबै डिटेलहरू राखेर आफ्नो फारम भर्न पाउनुहुन्छ। र यसमा तपाईँ अझै के क्लियर पाउनुहुन्छ भने यसको सिलेबस बारेमा अघि जुन हेर्नुभएको थियो नि त्यसमा यहाँ अपडेट गरिएको छ र यसमा अङ्ग्रेजी, विज्ञान र कम्पलसरी म्याथ भयो, विज्ञान भयो र अङ्ग्रेजीबाट 3वटा सब्जेक्ट भयो भने 30-30 मार्क्स गरेर 90 मार्क्सको 90वटा क्वेसन भयो र 10वटा सामान्य ज्ञानबाट गरेर टोटल 100 मार्क्सको क्वेसन सोधिनेछ। त्यही भएर अघिको सिलेबसमा त्यहाँ टेक्निकल पढ्नुभएको छ भने टेक्निकलबाट सोधिन्छ र तपाईँ नन टेक्निकल हुनुहुन्छ, तपाईँ कुनै टेक्निकल सब्जेक्ट क्लियर पढ्नुभएको थिएन, जस्तै सिभिल इन्जिनियरिङ अथवा अर्को कुनै इन्जिनियरिङ सेक्टरतिरको केही लिएर पढ्नुभएको छैन, तपाईँ नर्मली पढ्नुभएको छ भने त्यस्तो केसमा तपाईँले म्याथको, विज्ञानको र अङ्ग्रेजीको 30-30वटा क्वेसन सोधिनेछ। 90वटा क्वेसन भयो र 10वटा क्वेसन तपाईँले सामान्य ज्ञानकोबाट गरेर टोटल 100वटा क्वेसन 100 मार्क्सको हुन्छ। यो कुरोमा अघि र यसमा अलि अपडेट देखेर तपाईँहरू कन्फ्युजन पनि हुन्छ होला, त्यही भएर तपाईँ यहाँ क्लियर हुनुभयो होला। र यो फारम तपाईँले यहाँ 81 सालको लागि मात्रै हो, योभन्दा अघिल्लो सालको हुनुहुन्छ भने त्यस्तो केसमा हामीले यो फारम भर्नु मिल्दैन। त्यसपछि तपाईँ सिम्बल नम्बर आफ्नो राख्न सक्नुहुन्छ, 81 सालको कुन अल्फाबेटिकल अर्डर थियो तपाईँको त्यो राख्न सक्नुहुन्छ, डेट अफ बर्थ, जिपिए राखेर यहाँ पासवर्ड केही राख्नु पर्दैन, यो टिक गरेर अप्लाई गर्नुहुन्छ भने फर्दर डिटेलहरू तपाईँले भरेर लास्टमा सबमिट गर्नुपर्ने हुन्छ र यसरी तपाईँ अनलाइन फारम भर्न पाउनुहुन्छ। साथसाथै तपाईँहरूले के अझै सोध्न मन लाग्यो भने तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने च्यानल सब्सक्राइब गर्नुहोला। धन्यवाद।